सबैलाई दर्शन नमस्कार छ। सबैलाई राधे राधे, जय कृष्ण की, जय माताजी की भन्दै मैले आज भिडियो सुरु गरेको छ। हाम्रो गाउँठाउँको एकदम रमाइलो ठाउँ, एकदम हवाई पानी, मान्छेहरू छोडेर तराईमा गएर पनि बसिराखेका छन्। तर हामीहरू आफ्नै गाउँठाउँमा एकदम हावापानी रमाइलो ठाउँमा रमाइराखेका पनि छौँ। सबै दर्शक महानुभावहरूलाई हेरेर शेयर गरेर कमेन्ट गरेर मलाई सपोर्ट गर्नुहोला भनी अनुरोध पनि गरेँ। सबै जुनसुकै ठाउँबाट पनि हेरिराख्नु भएको साथीहरू, इन्डियाको कुना कुना, विदेश स्वदेशबाट हेरिराख्नु भएको सबै दर्शक महानुभावहरूलाई यही अनुरोध छ कि भिडियोलाई शेयर गरेर, लाइक गरेर, कमेन्ट गरेर सपोर्ट गर्नुहोला भनी आग्रह गरेँ। यहाँका डाँडा काँडाहरू म देखाउँदैछु। सबैका हाम्रा घर सर यहाँ कस्ता छन्, के छन् भन्ने यहाँ सबै देखाउँछौँ। छोडिएका घर पनि उति छन्, रहेका घर पनि उति छन् हाम्रा एउटा। हेर्नुहोस् सबैका डाँडा काँडाका कस्ता छन्, के छन् भन्ने सम्पूर्ण महान दर्शक महानुभावहरूलाई मैले चिनाउन मात्रै खोजेको हो। सबैलाई देखेर एकदम रमाइलो आफ्नो ठाउँ गाउँ सम्झेर हामीलाई त एकदम दुःखद लाग्छ। हजुरलाई के लाग्छ, कस्तो लाग्छ भन्ने कमेन्ट बक्समा एकदम क्लियर लेख्नु होला भनेर अनुरोध पनि गरेँ। अब क्यामेरा ढिला नगरेर म घुमाउँदैछु यस्तो घरतिर, डाँडापाखातिर। यहाँनिर हाम्रो भाइ तपिन्द्र दमाई पनि बसिराख्नु भएको छ, एकदम मिसिन सिलाउँदैछ। उनीसाथ पनि केही क्वेसनहरू छन्, सोध्नेछौँ। तपाईँहरूले यो भिडियो धेरै लम्बा पनि हुनसक्छ, हेरेर परसम्म स्किप नगरेर यो भिडियो हेरिदिनु होला भनी अनुरोध पनि गरेँ। यस्तै हो जिन्दगी भन्ने, 2 दिनको हो, आज हो कि भोलि हो कसलाई थाहा छ भन्ने मैले यहाँनिर राखेर अरूतिर मैले क्यामेराको ध्यान आकर्षण गर्न देखाइराखेको छु। दृश्यहरू तपाईँलाई देखेर कस्तो लाग्छ, के लाग्छ भन्ने तपाईँले कमेन्ट गर्नु नभुल्नु होला। यी हाम्रा डाँडा पाखाका घरहरू देखेर कस्तो लाग्छ, के लाग्छ तपाईँले कमेन्ट बक्समा लेखिदिनु होला भनी अनुरोध गरेँ। हेर्नुहोस् यहाँनिर हाम्रो यो घर छ। यो घरका मान्छे त यहाँनिर छैनन्, तर पनि घर छ। यो यहाँनिर यसलाई खाडतला भनेर पनि चिन्छे पहिला। अहिले त्यहाँ पनि यो हाम्रै भाइको घर हो, त्यहाँनिर पनि त्यस्तै छ। यो हाम्रो महेश दमाईको घर खलो। यहाँनिर हाम्री बुढी आमा पनि बसिराखेकी छन्, महेशको छोरो समाएर। हामी यहाँनिरै छौँ यो घरको सामी नै। हेर्नुहोस् 12 थलीको घर यस्तै छ। यहाँ पल्तिर सानो घर मेरै हो। यो घर पनि मेरै हो, पैसा जन्ल तिरे पनि घर मेरै हो। तिर्नेवाला बम्बईमा नौकरी नगरेर आइस गरिराखेका छन्। यहाँ पहाडका दुःख वेदनाहरू कसलाई पनि थाहा छैन, के गर्ने यस्तै छ। मान्छेका ठाउँमा बिजुली पुगेर मान्छेलाई रमाएको छ। यहाँ हेर्नुहोस्, यहाँ माथि तपिन्द्र दमाईको घर, वहाँ माथि छोडेछाडेका घर छन्। हामी ठाउँ अझसम्म पनि बिजुली पुगेको छैन। त्यही दुःखदको हामीलाई एकदम दुःखद लाग्नु हो। बिजुली पुगेको छैन, त्यही डाँडामा हामीहरूले बसेर दिन काटिराखेका छन्। के गर्ने, कहिले पुग्ने होला भन्ने आशामा पनि छौँ। केही गर्छन् कि हामी ठाउँसम्म त्यो बिजुली पुग्छ कि भन्ने आशा पनि छ हामीलाई। अब यहाँका नेताहरूले, यहाँका सबै राजनीति दलले यस्तो हामी जस्ता बिजुली नपुगे ठाउँमा पनि हेरिदिनु होला भन्ने आशा पनि गरेँ। अब यो भिडियो ज्यादा लम्बा बनाउन मैले खोजेन। अब भर्खर 3 मिनटको बनिसक्यो। अब भाइ तपिन्द्र भाइ साथ केही कुरा गर्नेछौँ। यहाँनिरको घर मैले देखाइसकेँ, अझ पनि देखाएँ है घर। यहाँनिर यस्तै छन् हाम्रा घर, जङ्गलतिरका घर छन्। राता आई भूतल घाँटी चेपे पनि थाहा छैन। यस्तै छ पहाडको जिन्दगानी। तराई लिने मान्छेले तराई लिकन बसिराखेका छन्। हाम्रो जिन्दगानी यस्तै छ। हाम्रो खलामा गहुँ सुकाएका छन्। हावाई पानी त एकदम बढिया ठिक छ। यस्तै हो जिन्दगानी भन्ने। यहाँनिर मेरी आमा बसिराखेकी छन्। यो कुन चलनबाट यस्तो हामी सिलाउँदै आएका हौँ। तपाईँको केही प्रश्नहरू छन् भने राखिदिनु होला भन्ने भाइलाई अनुरोध गरेँ। केही छन् भने भाइ यता अलि हामीतिर घुमेर कुरा गरिदिनु होला भनेर। यो एउटा पेसा पनि हो हजुर। मसिन कस्तो भन्ने उहिले हाम्रा बुबा बाजे एउटा हतोटी भन्ने मसिन हुन्थ्यो। हत्ता यसरी हातले रिटाइरहनु भएको थियो, त्यसरी सिलाउँथे। अहिले अब जमाना पनि राम्रो भइसक्यो। पहिला त हाम्रो जातिले मात्रै अथवा यो दमाई जातिले मात्रै लुगा सिलाउँछन्। सिलाउन चाहिँ सिलाइ आएको परम्परा पनि हो। अनि अहिले
अहिले त सबैले बाहुन छेत्रीले सबैले सिलाएर आएका छन्। यो सिप भन्ने जुठो हुँदैन, जसले सिलाए पनि हुन्छ। अनि जसले जान्यो जसले जे गर्यो त्यो राम्रो नै हुन्छ। अब सिप कहिल्यै भयो जुठो हुँदैन। उहिले के भन्नु लागेको थियो भने म हजुरको लगभग 63 सालमा 2063 सालमा 63 64 67 सालमा मोगलसेन गएको थिएँ। हजुर मोगलसेन गएको थिएँ। त्यतिखेर म त्यो मोगलसेन तालिमको सिलाइको तालिम लिन गएको थिएँ। हजुर अनि बुढापाका मान्छेहरू के भन्छ भने म त त्यो जान्दैन, त्यो हाम्रा एउटा त्यहाँ मान्छे थिए होइन, त्यहाँ भण्डारी घरका सिलाउने मान्छे थिए। हजुर अनि ती पनि काहीँ दमाई हुन् कि अब त्यो हामीले सिलाउनु हुँदैन भन्ने कुरा गरेका थिए। उहाँले अब हामीलाई तालिम पनि दिनुभएको थियो। अनि हामीले त्यहाँबाट प्रमाणपत्र लाइसेन्स पनि मसँग छ सिलाइको। अनि धेरै धेरै नसिके पनि आफ्नो हल्का फुल्का आफ्नो बुझेर अथवा रोजी आफ्नो घर परिवारका लागि तपाईकै हुन्छ नि सामान्य खर्चको अब यसरी गरिरहेको छु। धेरै धेरै धन्यवाद छ। धेरै अभावहरू पनि छन् हामीसँग। अब डाँडाउने हामी 2टा भाइ मात्रै छौँ, सबैले छोडेर पनि जानुभयो। अब त्यो हामी केही पछि पनि त्यो भिडियो पनि बनाउनेवाला छौँ। अब त्यहाँ ठाउँमा बिजुली पनि पुगेको छैन। अब कुन कारणले हो त्यहाँ यहाँ माथि या राजनीतिक दलको त्यहाँनिर नपुगेर हो कि या पैसाको अभाव भएर हो कि संसार बिजुली पुगिसक्यो, हाम्रा त्यहाँ 3-4 घरका लागि बिजुली किन दिएन भन्ने पनि एकदम क्वेशनहरु मैसाथ पनि छन् उठिरहेका छन्। त्यो हजुरले सोध्नु एकदम स्वाभाविक कुरा हो। हामीलाई पनि पुरो समस्या छ, जंगल छ, एकदम स्थिति छ हैन। उहाँको बारेमा उहाँ गइकन भिडियो बनाउन एकदम राम्रो हुन्थ्यो। अहिले ठीक छ हजुरले सोधेको त्यसको बारेमा। अब खै अब कर्मागत आएको अब यसै अब यो हाम्रो जेठ दाजुको घर हो, यहाँसम्म पुगेको छ। तार कति चाहिन्थ्यो अब अहिलेसम्म त्यो अब म पटक त्यसको लागि भनि पनि रहेको छु। हजुरले भन्नुभयो तमी अब जान्ने सुन्ने मान्छे पहिलादेखि यहाँबाट राजनीतिक बाटोमा पनि अलिअलि सुन्न पाइयो मान्छे भनेर हजुरले सोध्नु। हजुरले अस्ति इन्डियाबाट आउँदा तपाईँ जे यसो के हो, हामीलाई यहाँ उज्यालो छैन, हामीले कसरी बस्ने, जंगल छ, बाघ भालु आएर पनि हामीलाई खान सक्छन्, अनि अब हामीले कसरी बस्ने, उज्यालो पनि छैन, रात पनि हामी बाहिर आइसक्नु भन्नुभएको थियो हजुरले। अब हजुरले मलाई सोध्नु एकदम ठिक कुरा पनि हो। मैले राजनीति हिसाबमा पनि लगभग हजुरको 16 वर्षदेखि राजनीति हिसाबमा लागेको हुँ। अनि अहिलेसम्म हजुर त धेरै इन्डिया जानुभयो, धेरै इन्डिया घुमफिर पार्नुभयो हजुरले हैन। धेरै इन्डिया त गएर हजुरले धेरै केही कमाए पनि छ। मैले अहिलेसम्म आफ्नो जिन्दगी यही नै अब राजनीतिक पाटोमा अथवा पार्टीमै लागेर मैले आफ्नो जिन्दगी अब आधा भइसक्यो। म अहिले लगभग हजुरको 30 वर्षको भइसकेँ। अब अहिलेको मान्छे अब पहिलाको बुढापाखा मान्छे धेरै बाँच्थे, अहिलेको मान्छेको अब के छ, अब मान्छेको ग्यारेन्टी केही हुँदैन। अझै पनि म लामो समयसम्म अब मेरो अब पेसा नै भनौँ, अब त्यो राजनीतिमा पनि म मेरो मन छ भनौँ। अब पहिला के थियो भने हजुरले त्यो सोध्नुभयो ठिक छ, पहिला एकदम राम्रा मान्छे राजनीति हिसाबमा पनि हामीले यो बेल्टोको अहिले हाम्रो अब राजनीति गऱ्यौँ पनि हामीले अब कोही अब यस्तो भन्नु बुद्धिमान मान्छे कोही राजनीति हिसाबमा लागेका थिएन। अब लाग्नु भएको छ। अब हिँडेपछि पनि हामीले उहाँलाई साथ दिएर कसरी हुन्छ, क्यारी हुन्छ, आफ्नो पाटो आफ्नो अब हाम्रा अब पार्टीगत कुराका क्रियाशील भरेर अब कसरी हुन्छ हाम्रा नेता अब लागिसकेपछि अब उहाँलाई पनि हामी साथ समर्थन दिनेछौँ। राम्रो कसरी हुन्छ हामी अब हिँडेपछि अब हामी उहाँलाई बनाउनेछौँ। अब यहाँ अगाडि थिएन हामीले राजनीति पाटोमा हाम्रो त्यस विज्ञ मान्छे अथवा यो बेल्टोको अब हुन्छ नि त राजनीति भरोसा गर्न मान्छे थिएन। अब यो हेमनपछि अब त्यो बाटो पनि हुनेछन्। अब मैले पनि केही आशा गरेको छु। ठिक छ, आफ्ना मान्छे ठुला मान्छे राजनीति हिसाबमा कोही थिएन भन्ने अगाडि पनि मैले एउटा आफू महसुस गरेको छु। ठिक छ, धेरैपल्ट मैले आफ्नो राजनीति हिसाबमा अरूलाई बताउने मान्छे हुँ। अरूका लागि राजनीति हिसाबमा पनि मैले धेरै बनाएँ। अनि अब हिँडेपछि पनि आफ्नो भएर पनि अरूलाई म बनाउने छु। आफ्नो राजनीति थलो पनि आफ्नो हिसाबले अगाडि बढाउने छु भन्ने आशा हो। त्यो अब बिजुलीको बारेमा हजुरले मलाई जो सोध्नुभयो त्यसको बारेमा मैले पटक भने कर्मगत आएर म अझै पनि भनिरहेको छु हजुर होइन। मैले हजुरले मलाई एकैछिन है, मैले तपाईँलाई हजुरलाई एक क्वेसन गरेँ। अब हामी डाँडाउने घर हाम्रा दुम्मै छौँ, हामी कहीँनिर पनि नजाइसक्ने कस्तो अभाव छ भने अब कसले तराई लिएका छन्, कसले कहीँ बसेका छन्, कोही कहीँ बसेका छन्। अब छोड्छौँ कहिले हामी, अब छोड्ने त अझै पनि होइन, हाम्रो त हामी साथ अभाव पनि छैन। तर मान्छेहरू सोध्छन् इन्डिया जान्छन्, यहाँ बसेका छन्, रुपियाँ हुन्न के हुन्छन्, हामीसँग त त्यस्तो धन सम्पत्ति केही छैन। अब यस्तो छ हजुरले सोध्नु भएको एकदम स्वाभाविक कुरा हो। अब जाने कहाँ, अब यत्रो बालबच्चा छ, पाल्नु छ। अब यो कपडा सिलाएर
बासा त खानु पुग्दैन अब भन्न खोजे अब जाने का अब तत्कालै मान्छे गए होइन दाजुहरू पनि छन् थिए पहिला एकदम राम्रो थियो सौडो एकदम राम्रो थियो धेरै राम्रो थियो अब त्यो सौडो अहिले लगभग 2079 सालमा घटना घट्यो हाम्रा बाबु नानीहरू छोराहरूको ज्यानैसम्म गयो होइन अब उनीहरू अब गए अब इन्डियातिर पहिला कमाएका हुँदाखेरि गयो कमाउने स्थिति पनि थियो अहिले मेरो स्थिति हजुरको त्यो भन्दाखेरि कहीँ जान सक्ने स्थिति छैन एक गाँस बासा पाएपछि छकाला के खाने छकाला खाएपछि बासा के खाने भन्ने स्थितिको छ अब कि पहिलाचोटि इन्डिया गएर के कमाउनु समाउनु भयो त जान पनि सकिन्थ्यो दाजु है अब अहिले है अब तपाईको त्यस्तो अवसर पनि आएन एक्लै मान्छे भयो घरको अब जान पनि पाएन एउटा अब हामी जस्तै 4-5 भाइ भए त दुई भाइले गएर पनि त दुई भाइले बसेर घर चलाए पनि हुन्थ्यो एक्लै मान्छेलाई बुढाबुढी छन् कहाँ जाने कता जाने 18 हुन्छ भोलि केही समस्या भए पनि हाल आफूले गर्नु छ त्यसबाट केही नभए पनि 10,000 रुपैयाँ जति हामीले भाडा लाग्छ तत्कालन त हामी पनि आइपुग्दैन त बुढाबुढी छन् त्यस्तै छ अब बासा कहाँ जाने बुढाबुढीलाई छाड्ने जाने बुवा पनि छन् होइन उहाँलाई अब इन्डिया लिएर पनि ठिक भएन अझै त सिकिस्तै छ अझै एकदम सिकिस्तै छन् छाड्नु छैन घरमा उज्यालो छैन उज्यालोको हिसाबले यो दाजुका घरमा यो ब्याट्री साथै दाजु लाएर यो ब्याट्री लाएर एकदम दुःख छ के गर्ने बिजुली छैन यो ब्याट्री लाएर बासाभेरी उहाँलाई तलिमुती गराउँछु अब छैन आफूसँग छैन स्थिति छैन सोलर हाल्ने स्थिति पनि छैन अब बिजुली छैन अब के हुन्छ कि अझै पनि फर्की वर्ष फर्की आउँछु भन्ने जस्तै अझै पनि आशा गरेको छु कसैको विरोध पनि मैले गरेको छैन हैन बिजुली अब ठीक छ कसैलाई दया लाग्छ भने त्यो जंगलमा बसेका छन् हैन कहाँ जाने हुन् ती गरिब बिचाराहरू कहाँ जान्छन् भनेर कसैको मनमा दया लाग्छ भने अझै भगवान प्रकट भए जसो हामी मान्ने छौं हैन कसले बिजुली जलाइदिएपछि मैले त्यो कसैले जलाएन फलाना उपभोक्ताले जलाएन भन्ने कसैको विरोध गरे हैन उहाँलाई पनि केही समस्या होला अथवा यस्तो पीडा त बुझ्नु पर्ने थियो है अब हिमाट आउन लागेको लाइन फास्ट लिएर अन्तारी जलाइदिए अब यो दुईटा घर छोडिदिए अस्ति हजुरले पनि मलाई भन्नुभयो त घस्कजाउनु भयो म पनि लागेको छु अब के समाज सञ्जालमा यस्ता कुरा गर्दाखेरि मान्छेहरू विभिन्न हिसाबका प्रतिक्रियाहरू लेख्छन् कोही जणाए भन्छन् कोही के भन्छन् कृपया सबैलाई यो भिडियोको शेयर गरेर अथवा दया लाग्छ भने ठीक छ नत्र ठीक लाग्दैन छ भने केही नलेख्नु होला है आफूलाई ठीक लाग्दैन भने किन लेखिरहनु पर्यो म पनि फेसबुक चलाउँछु म त कसैको कमेन्ट लेख्दैन अब भनेको मतलब यही हो यस्तै हो हजुर अब के हुन्छ ठिकै छ हजुरलाई धेरै धेरै धन्यवाद छ यहाँनिरका बुझकार मान्छे भन्ने मेरो भाइ तपिन्द्र दमाई हो अब केही हामी त इन्डियामै बसेर इन्डियामै रमाइले गर्ने मान्छेहरू अब एकदम पुरानो भन्ने हामी त अब उही भन्न हामीले यहाँ कहीँ पनि जानेको छैन किन भनेपछि अब जान्ने त धेरै पनि हुन्न अब हाम्रो सौडामा हामीले अब अलि गरेको हाम्रो भाइलाई हामी यहाँ जे काम परे पनि उहाँहरूलाई बोलाउनुहुन्छ हामी पनि उसकै छौँ अब यस्तै हो हाम्रो यहाँ पहाडको जिन्दगानी भन्ने यस्तै छ सम्पूर्ण साथीहरूले यो भिडियो हेरेर कसलाई पनि दुःख पीडा लाग्छ यहाँ बिजुली किन बलेन भन्ने कसैको मनमा लाग्छ भने तुरुन्तै हजुरले गरेर बत्ती जल्छन् भन्ने आशा अझै पनि राखेको छ यस भिडियो मार्फतबाट अब त्यो भिडियो म बनाउने वालो छु त्यहाँ जंगल कस्तो छ के छ त्यस्तै हावामा कुरा गरेर पनि नसोच्नु होला त्यहाँको पनि म एक दिन भिडियो बनाएर यसै फेसबुकको सञ्जालमा म अपलोड गर्ने वालो छु त्यहाँ अरु संसार बत्ती जले त्यही दुम्मे घरमा किन गएन भन्ने मात्रै हामीले दुःख लाग्यो किनभने धेरै अब हेक्थिनीको लाइन हो कति त लाग्दैन होला अब कुनै साथ केही अभावले रोकियो होला यही भन्न चाहन्छु म यो भिडियो यतिमै सीमित गर्छु अब कसलाई पनि नराम्रो कमेन्ट लेखेर नगर्दिनु होला सबै दर्शक महानुभाव यो गोपीलाई चिन्ने सबैलाई मैले भन्न खोजेको नराम्रो कमेन्ट गरेर हेला नगर्दिनु होला भनी आग्रह पनि गरे अब यो भिडियो यति भन्दै म सबैलाई जय नेपाल जय भारत भन्दै यो भिडियो म यतिमै समाप्त गर्छु नेक्स्ट ब्लगमा मिल्छौँ त्यो ब्लग कस्तो हुन्छ भने तपाईलाई आउँदैछ यतिमै भन्दै बाई बाई टाटा भन्दै म भिडियो बन्द गर्छु